नमस्कार, यात्रा साहित्यको नयाँ अङ्कमा यहाँहरूलाई हार्दिक स्वागत छ। म अनिल कुमार खाती। रेडियो बुलेटिनले साहित्य क्षेत्रलाई अगाडि बढाउने उद्देश्यले सुरुवात गरेको कार्यक्रम हो यात्रा साहित्यको। मकवानपुरे साहित्य क्षेत्रका अग्रजदेखि नवसर्जकसम्मका साहित्यिक क्षेत्रमा आबद्ध हुनुभएका आम साहित्यकारहरूलाई समेट्ने जमर्कोका साथ सुरुवात गरिएको कार्यक्रम यात्रा साहित्यको आरम्भ हो। हामी साहित्यलाई संरक्षण, सम्वर्धन, प्रवर्धन एवं प्रचार प्रसार र यसको महत्त्वलाई बुझाउने कोसिस गर्नेछौँ। मकवानपुरे साहित्यकारहरूलाई समेट्ने कोसिस पनि गर्नेछौँ। उहाँहरूको कथा, कविता, गजल, निबन्ध, उपन्यास, लेख रचनाहरूलाई समेट्दै उहाँहरूकै उखार बिन्दुबाट वाचनका साथ यात्रा साहित्यको आरम्भ गर्नेछौँ। साहित्य त्यो ज्ञानको सागर हो जसले सिङ्गो समाजलाई परिवर्तन गर्न सक्छ। नवीनतम सोचको विकास गर्दछ। सृष्टिको आरम्भको अनुपम उपहार हो साहित्य। विश्वका हरेक देशको पहिचान हो साहित्य। इतिहास, धर्म, संस्कृतिको विशाल शब्दकोश हो साहित्य। त्यसैले हामीलाई सम्पूर्ण श्रोतावृन्द, दर्शकहरू एवं साहित्य प्रेमीहरूले हाम्रो यो यात्रा साहित्यको कार्यक्रमलाई भरपूर्ण माया र साथ दिनुहुनेछ भनी विश्वास राखेका छौँ। तपाईहरू यस कार्यक्रमलाई रेडियो बुलेटिन FM 89.7 मेगाहर्ज, इन्टरनेट अनलाइनको www.bulletinfm.com मा र रेडियोको मोबाइल एप्लिकेसनबाट पनि सुन्न सक्नुहुनेछ। हाम्रो यस यात्रा साहित्यको कार्यक्रममा नवसर्जक साहित्यकार युवराज विश्वकर्मा हुनुहुन्छ। यहाँलाई कार्यक्रममा स्वागत छ। कसले हो पीडालाई व्यर्थ भन्दछ, जोड सहेरै ढुङ्गा पनि दोहोर्दै भन्दछ। सम्पूर्णमा नमस्कार, म युवराज विश्वकर्मा कन्यता रेडियो बुलेटिन 89.7 मेगाहर्ज सुनिरहनुभएका श्रोताहरूमा आज म केही गजल र कविताका कोसिलीहरू लिएर उपस्थित भएको छु। विशेष गरेर रेडियो बुलेटिनले साहित्यलाई उजागर गर्दै साहित्यिक क्षेत्रको विकासको निम्ति गरेको यो प्रयास कार्यक्रम यात्रा साहित्यको मा आज विशेष गरेर रेडियो बुलेटिनले साहित्यिक क्षेत्रको विकास र उजागरको लागि सुरु गरेको यो कार्यक्रम यात्रा साहित्यको मा जोडिएर आज केही मन्तव्यहरू अनि आफ्ना प्रस्तुतिहरू प्रस्तुत गर्न पाउँदा निकै नै खुसी लागेको छ। यसको लागि रेडियो बुलेटिन परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। म सुरुमै एउटा मुक्तकलाई जोड्छु र त्यस पछाडि अगाडि बढ्नेछु। कति उकाली चढ्नुपर्छ, कति ओह्राली झर्नुपर्छ, कति उकाली चढ्नुपर्छ, कति ओह्राली झर्नुपर्छ, तिमीलाई भेट्टाउन कति समुद्र तर्नुपर्छ। प्रिय समाज भन न, तिमी जस्तै मान्छे हुन मैले के गर्नुपर्छ। कलम जस्तै हिरोमानी हाँसेर हेरे, कमल जस्तै हिरोमानी हाँसेर हेरे, सबैसँग मिठो साइनो गाँसेर हेरे। गुराँस चाहिँ भिरमा फुल्न सिकेकै छु, तर सायद जानिन तिम्रो मनमा फुल्नलाई कहाँ कहाँ जानुपर्छ। प्रिय समाज भन न, मैले तिमी जस्तै मान्छे हुन के गर्नुपर्छ। विशेष गरेर म के कुरामा विश्वास राख्छु भने साहित्यले समाजको ऐना बन्नु पर्दछ। साहित्यले समाजका पीर, व्यथा, वेदना र सम्भावनाका क्षेत्रहरूलाई खोज्नुपर्छ। मनमा भएका वेदनाहरूलाई पोख्न सक्नुपर्छ र बुझ्न सक्नुपर्छ। यसै गरी अगाडि बढ्दै जाने क्रममा म के कुरामा विश्वास राख्छु भने हाम्रो नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो। यो देशमा विभिन्न क्षेत्रमा विभिन्न किसिमका वेदनाहरू, विभिन्न किसिमका संस्कारहरू लगायत सम्भावनाका क्षेत्रहरू पनि पुगिरहेका छन्, जसलाई साहित्यले चिन्न सक्नुपर्दछ। मैले देखेको एउटा समस्या हाम्रो देशको जातीय विभेद र वर्गीय विभेद। यो विभेदले गर्दाखेरि समाजलाई यसरी रोकेर राखेको छ, अगाडि बढ्न नै दिइराखेको छैन। यो कुरालाई पनि साहित्यले जोड्नुपर्छ भन्ने जमर्कोका साथ मैले लेखेको थिएँ यो कविता लगभग 4 वर्ष अगाडितिर, जब म भर्खरै बजार छिरे। मलाई के लाग्थ्यो भने गाउँमा जुन किसिमको जातीय विभेद छ त्यो भन्दा अलिकति सहज वातावरण बजारमा हुन्छ होला, किनकि बजारका मान्छेहरू शिक्षित हुन्छन् भन्ने मेरो एक किसिमको मनसाय थियो। त्यो कुराहरूलाई मैले मध्यनजर गर्दै अगाडि बढिरहने क्रममा तर समाज यति साह्रो अविकसित रहेछ, यति साह्रो पछाडि रहेछ हाम्रो समाज कि गाउँमा भन्दा धेरै विभेद मैले सहरमा आएर पाएँ।
त्यस पछाडि मैले यो लेखेको थिएँ। यसै गरी मैले विभिन्न किसिमका क्षेत्रहरूमा विधा चलाउँदै जाँदाखेरि केही कथाहरू लेखेको छु, केही बाल कविताहरू लेखेको छु भने केही क्रान्ति चेत भएका कविताहरूलाई पनि लेख्ने जमर्को गर्दै अगाडि बढिराखेको छु। यस सन्दर्भमा मैले जीवनलाई अलिकति नजिकबाट हेर्ने अवसर पनि पाएँ जब म साहित्यिक क्षेत्रमा घुमिँदै गएँ। यसले मलाई चिन्तनशील पनि बनाए। त्यस कारणले गर्दाखेरि पनि यो साहित्य क्षेत्रबाट मैले एउटा अर्को मुक्तक लेखेको छु, यो सुनाउन चाहन्छु। पल पलमा रहरहरू तुहाएर फाल्नुपर्छ, पल पलमा रहरहरू तुहाएर फाल्नुपर्छ। मन दुख्छ फाट्छ तर सम्हालेर टाल्नुपर्छ। बाध्यता यो जिन्दगीको बुझ्नु ठुलो भयो अब, बाध्यता यो जिन्दगीको बुझ्नु ठुलो भयो अब। फल नलाग्ने बिरुवामा समेत पानी हाल्नुपर्छ। मलाई लाग्छ जिन्दगी बाध्यताहरूको फेरिफेरिमा नै बगिरहेको छ। कतै चाहेर पनि पाइँदैन, कतै पाएका कुराहरू हामी मनबाट चाहँदैनौँ तर पनि बाँचिरहनु परेको छ। एकमुठी श्वास फेरिरहनु परेको छ। यो जीवन साँच्चै भन्नुपर्दा वितृष्णामय बनिराखेको छ। यो वितृष्णामय जीवनलाई पनि हामीले फुल झैँ सुन्दर बनाउन कोसिस गर्नुपर्छ। यसको लागि साहित्यले जोड्नुपर्छ जस्तो मलाई लाग्छ। यदि हामीले साहित्यलाई जीवन दर्शनसँग जोडेर हेर्यौँ भने बल्ल साहित्यको अर्थ सार्थक बन्न सक्छ जस्तो मलाई लाग्छ। अब मैले अलिकति विद्यार्थीहरूसँग पनि जोडिरहेको हुनाले केही बाल मनोवैज्ञानिक कुरासँग जोडिएर कुरा गर्न चाहे। जस्तो कि व्यक्तिले भाषा सिक्दै जाने क्रममा उसले सहजताको बाटोलाई अपनाउँछ। भाषा जति मान्छेले सिक्दै 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 अगाडि बढिराखेको हुन्छ उसले सकेसम्म सहज प्लेटफर्म खोज्दछ। यसरी सहजतालाई अँगाल्ने क्रममा वर्तमान समयमा नेपाली समुदायका बालबालिकाहरूले नेपाली भाषालाई भन्दा हिन्दी भाषा, अङ्ग्रेजी भाषालाई प्रिय मान्न थालेका छन्। किनकि त्यो भाषाले यस्तो खालको मानसिकता सिर्जना गरिदिराखेको छ। गीत गजलदेखि लिएर चाहिँ व्यापक रूपमा बजारमा अहिले सुन्ने हो भने हामीले साहित्यिक क्षेत्रमा नेपाली भाषा भन्दा ज्यादा अन्य विदेशी आगन्तुक भाषाहरूलाई चाहिँ प्राप्त गरिराखेका छौँ। हामीले नेपाली भाषा र साहित्यलाई बच्चा उमेरदेखि नै अर्थात् सानो सानो भाइ बहिनीहरू जुन चाहिँ 3-4 कक्षामा पढिराखेका छन्, 7-8 कक्षामा पढिराखेका छन्, 9-10 कक्षामा पढिराखेका छन्, तिनीहरूलाई पनि हामीले साहित्यिक क्षेत्रमा जोडेर साहित्यिक ढङ्गले भाषा सिकायौँ भने भाषा सिकाइले पनि साहित्यले असर पर्दछ जस्तो मलाई लाग्दछ, सकारात्मक असर पर्दछ भन्ने विश्वास चाहिँ मैले लिएको छु। त्यस कारणले गर्दाखेरि बालबालिकाहरूलाई बाल मनोविज्ञानलाई बुझेर पढाइ अथवा चाहिँ क्रिटिकल थिङ्किङलाई जोड दिएर हामीले साहित्यलाई पस्कियौँ भने अझ साहित्यिक क्षेत्रले विकासको बाटो चुन्न सक्छ जस्तो मलाई लाग्छ। साहित्यले चाहिँ सार्थकता प्राप्त गर्छ जस्तो मलाई लाग्न सक्दछ। आज हाम्रो समाज विश्वले अन्तरिक्षमा रकेट पठाइरहँदा पनि हाम्रो समाज यति धेरै अविकसित छ कि हामी यो जात त्यो जात भनेर लडिराखेका छौँ। यदि हामीले सानो उमेरमा बालबालिकाहरूलाई साहित्य मार्फत समानताको समताको परिभाषा सिकायौँ भने यसले पनि साहित्यलाई थप उजागर बन्न मद्दत पुग्दछ जस्तो मलाई लाग्दछ। अनि अर्को मलाई एउटा के कुरा लागेको छ भने बिस्तारै हाम्रो समाजमा साहित्य पनि राजनीतिकमय बन्न पुगिराखेको छ। यो नियतवश हो या गर्दै जाँदाखेरि यस्तो हुन पुगेको हो। तर अहिले विभिन्न किसिमका साहित्यिक संस्थाहरू खुलिराखेका छन्। यो सकारात्मक पक्ष हो, यसमा कुनै पनि दुविधा छैन। तर साहित्यिक संगठनको नाममा जसरी अदृश्य ढङ्गले राजनीति भइराखेको छ, बच्चाहरूलाई सानै उमेरबाट चाहिँ राजनीतिक छाप मनोसायमा चाहिँ पर्ने गरेर साहित्यिक क्षेत्रको संगठनहरू निर्माण भइराखेको छ। यसले गर्दाखेरि पनि साहित्यको जुन उर्वर भूमि बन्नुपर्ने थियो त्यो सङ्कुचित बन्दै गइराखेको मैले महसुस गरेको छु। यो कुराहरूमा चाहिँ हाम्रो जो साहित्यिकका अग्रज व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूले केही हदसम्म सोचेर केही हदसम्म चाहिँ यसलाई न्यूनीकरण गर्दै साहित्यलाई साहित्यमय बनाउनको लागि कोसिस गरिदिए भने साहित्यिक विकासमा चाहिँ अझ मद्दत पुग्दछ भन्ने मैले विश्वास लिएको छु। र आजकल कस्तो सिस्टम आइसक्यो भने साहित्य पहिलाको जस्तो किताबमा मात्रै सीमित छैन।
म आफै पनि सानो हुने बेलामा साहित्यिक कृति मैले पढ्नको लागि बजार आएर एउटा सीमित पुस्तक पसलमा चाहिँ किताब किनेर गएर पढिराख्नु पर्ने झन्झट थियो भने अहिले साहित्य सिक्न होस् या पढ्न होस् धेरै सजिलो भइसकेको छ। जस्तो कि हरेकको हातमा मोबाइल छ, मोबाइल फोनमा साहित्यका विभिन्न आयामका विभिन्न सिर्जनाहरू हामीले सजिलैसँग प्राप्त गर्न सकिराखेका हुन्छौँ। अर्थात् साहित्य पहिलाको भन्दा केही हदसम्म विकसित भइसकेको पनि हामीले स्वीकार गर्न सक्छौँ। यसरी अगाडि बढ्दै जाने क्रममा किताबमा मात्रै सीमित नराखेर साहित्यलाई चाहिँ अडियो भिडियो मार्फत पनि प्रस्तुत हुने, ग्लोबलाइज गर्ने किसिमको वातावरण पनि हामीले सिर्जना गर्न सक्नुपर्छ जस्तो मलाई लाग्छ। यदि हामीले चाहिँ अझै पनि किताबमा लेखेर मात्रै साहित्यकार हुन्छ भन्ने मनोसाय लिएर अगाडि बढ्यौँ भने फेरि हामी पछाडि नै पर्छौँ। हामीले के गर्न सक्नुपर्छ भने यो साहित्यलाई चाहिँ विभिन्न भाषामा ट्रान्सफर गरेर के अझ सकेसम्म त अङ्ग्रेजी, हिन्दी, उर्दू भाषाहरूमा नेपाली साहित्यलाई चाहिँ ट्रान्सफर गरेर पठायौँ भने साहित्यको अझ वजन चाहिँ बढ्छ जस्तो मलाई लाग्छ। जसको लागि किताबै लेखिरहन पनि सम्भव नहोला, मोबाइलमा हुन सक्छ अथवा चाहिँ भिडियो मार्फत पनि अहिले साहित्यलाई प्रस्तुत गर्ने ट्रेन्डहरू आइसकेका छन्। यी नयाँ नयाँ तरिकाले अगाडि बढ्दै जान सक्यौँ भने पनि साहित्यलाई चाहिँ हामीले अझ उर्वर र ऊर्जाशील बनाउन सक्छौँ। अहिले पहिलाका कविहरूको तुलनामा केही परिवर्तित आयामहरू पनि थपिएका छन्। तर परिवर्तित आयामहरू थपिँदै गर्दाखेरि फेरि साहित्यको परिभाषा नै चेन्ज हुँदै गरेर के दुई चारवटा चाहिँ शब्द लेख्ने बित्तिकै मान्छे साहित्यकार भइदिन्छन्। यहाँ सबैले आफूलाई वरिष्ठ साहित्यकार चाहिँ सम्झिराखेका हुन्छन्। कोही उमेरको आधारमा वरिष्ठ साहित्यकार हुन्छन्, कोही लेखाइको आधारमा वरिष्ठ साहित्यकार मानिराखेका हुन्छन् आफूलाई। तर साहित्यले आफूलाई म साहित्यकार भए, म ठुलो भए भन्ने भाव देखाउनु भन्दा पनि समाजमा भइराखेको कुराहरूलाई चाहिँ देखाएर दर्शकले अथवा श्रोताले चाहिँ उसलाई साहित्यकार स्वीकार गर्नु पर्यो क्या। त्यो किसिमको साहित्यिक चेतना चाहिँ अगाडि बढिराख्यो भने अलिकति सहज होला। नत्र यहाँनिर चाहिँ टक्क कोही व्यक्ति अलिकति अग्रज छ, अब उसले केही कुराहरू सिकेको पनि छ, जानेको पनि छ, उसले चाहिँ म भन्दा माथि कोही पनि छैन भनेर घमण्ड देखाउने। अनि त्यस पछाडि राजनीतिक रूपमा आफ्नो पहुँच हुन्छ। त्यस पछाडि विभिन्न कोर्स कन्टेन्टका बुकहरूमा पनि आफ्नो किताबलाई यताउतिबाट चाहिँ चाँचो पाँचो मिलाएर प्रस्तुति राखिदिने, आफ्नो एउटा लेख राखिदिने। त्यस पछाडि म सबैभन्दा ठुलो साहित्यकार भन्ने घमण्ड पालेर साहित्यकार बनिराखेका धेरै उदाहरणहरू हामीले देखेका छौँ। जसले गर्दाखेरि चाहिँ झन् त्यो साहित्यको वजन घटिराखेको छ। यो कुराले पनि अलिकति नकारात्मक प्रभाव पालिराखेको छ। यसलाई हामीले बेलैमा विचार गर्नुपर्छ जस्तो मलाई लाग्छ। र अर्को कुरा मैले के जोड्न चाहे भने साहित्यले समाजको ऐना बन्दै गर्दा यसले यहाँ भएका विभिन्न किसिमका विभेदहरूलाई, यहाँ भएका अनैतिक गतिविधिहरूलाई, राजनीतिको नाममा भएका विभिन्न अराजनीतिक गतिविधिहरूलाई व्यङ्ग्य गर्न सक्नुपर्छ। यसले खरो रूपमा चाहिँ लड्न सक्नुपर्दछ। भनिन्छ नि साहित्यकार सबैभन्दा उच्च स्तरीय बौद्धिक व्यक्तित्व हुनुपर्छ। तर वर्तमान समयमा त्यो देखिराखेको छैन। साहित्यले पनि आफ्नो सीमा नाघेर राजनीतिक गतिविधि गरिराखेको छ, जसले गर्दाखेरि साहित्य अझ धेरै कमजोर बन्न पुगेको छ। हामीले साहित्यलाई चाहिँ अझै शक्तिशाली बनाउने हो भने तटस्थ साहित्यकार भएर यहाँ देखिएका अन्यायहरूको विरुद्धमा चाहिँ हामीले बोल्न सक्नुपर्छ, लड्न सक्नुपर्छ। यस्तै क्रान्तिचेत हुँदै गर्दाखेरि मैले एउटा कविता लेखेको थिएँ, म यो सुनाउन चाहन्छु। यो वीर रगतको खुलो बगस भरू, यो वीर रगतको खुलो बगस भरू, तर आउन दिन्न यो देशमा अरू, स्वाभिमान बेची म मिठो खान्न भलै मुको पेट इज्जतले मरू। यो कविताको सानो अंश मैले यहाँनिर प्रस्तुत गरेँ। अब अर्को म के जोड्न चाहन्छु भने नेपाली समाज साहित्यको निम्ति उद्गम बिन्दु। नेपाली समाजमा साहित्यको लागि यति धेरै कन्टेन्टहरू छन्, यो कन्टेन्ट खोज्नको लागि विभिन्न विदेशी व्यक्तित्वहरू पनि यहाँनिर आइराख्नुहुन्छ। हामीले यहीँ भएको कन्टेन्ट देख्दैनौँ, तर विदेशीहरू यहीँ आउँछन्। एउटा सानो कन्टेन्टलाई लिएर पनि ठुला ठुला साहित्यहरू चाहिँ, साहित्यिक रचनाहरू चाहिँ सिर्जना गरिराखेका हुन्छन्। यसमा हामीले अलिकति दूरदर्शी भएर सोच्न सक्नु पर्दछ। अलिकति गहिरो रूपमा चिन्तन गर्दै अगाडि बढ्यौँ भने साहित्यलाई हाम्रो नेपाली समाजले राम्रोसँग अझ बुझ्न सक्ला,
अझ राम्रोसँग चाहिँ साहित्यको विकास हुन सक्ला जस्तो मलाई लाग्छ। र मैले अर्को एउटा कुरा थप्न चाहे, हाम्रो वर्तमान समयमा देखिराखेको एउटा कमजोरी के छ भने अलिकति अग्रज साहित्यकारहरू के बुझ्नुहुन्छ भन्दा जति धेरै अप्ठ्यारा शब्दहरूको प्रयोग गर्यो, जति धेरै क्लिष्ट बुझ्नलाई अलिकति गाह्रो हुने शब्दहरू प्रयोग गर्यो, त्यति नै ठुलो साहित्यकार बनिन्छ भन्ने एउटा धारणा सुनिराखेका हुन्छौँ, देखिराखेका हुन्छौँ। जसमा चाहिँ म के ठान्दछु भने साहित्यले सजिलो कुरालाई पनि गाह्रो भाषामा भन्ने होइन क्या। गाह्रो भाषाहरू, गाह्रो शब्दहरू, गाह्रो वेदनाहरू, गाह्रो चिजहरूलाई चाहिँ सहज रूपमा सबैले बुझ्ने गरेर सरलसँग भन्न सक्यो भने त्यो चाहिँ साहित्यको प्लस पोइन्ट हो जस्तो मलाई लाग्छ। त्यसरी अगाडि बढ्दै जाने क्रममा फेरि के विवाद आउन सक्लान् भने साहित्यले त अलिकति पृथक भाषा शैलीको प्रयोग गर्नुपर्छ। साहित्य सजिलै बोल्ने भए त किन साहित्य चाहियो? यतिकै माइकमा भाषण बोल्ने बित्तिकै चाहिँ सबैजना साहित्यकार भइहाल्छन् नि भन्ने किसिमको एउटा प्रश्न पनि मलाई आएको थियो। म त्यसलाई के भन्न चाहन्छु भने भाषा प्रयोगको आफ्नै तरिका हुन सक्छ, तर क्लिष्ट ढङ्गले कसैले नबुझ्ने गरेर भनिरहँदा त्यो साहित्य जतिसुकै उत्कृष्ट भाव प्रस्तुत गरे तापनि दर्शकले त बुझ्न सक्दैनन्। हामीलाई चाहिएको श्रोता र दर्शकले यहाँ भएका साहित्यिक गतिविधि मार्फत चाहिँ विभिन्न समाजका हरेक आयामहरूलाई बुझ्न सकुन्, जीवन बुझ्न सकोस्, दर्शन बुझ्न सकोस्, समाज बुझ्न सकोस्। यसरी बुझाउनको निमित्त जति सहज र सजिलो भाषा शैलीहरूको प्रयोग भयो त्यति नै साहित्य चाहिँ उद्गम बन्न सक्छ, त्यति नै साहित्य चाहिँ वरिष्ठ बन्न सक्छ, त्यति नै साहित्यले चाहिँ सार्थकता पाउँछ जस्तो मलाई लाग्छ। अब म साहित्यिक सेक्टरमा कसरी प्रवेश भयो भन्ने विषयमा थोरै स्टोरी बताउन चाहन्छु। म लगभग कक्षा 7मा पढ्दै थिएँ होला। मलाई याद छ विक्रम सम्वत 2071 साल असार 14 गते एउटा विद्यालयको अन्तर्विद्यालय स्तरीय कविता प्रतियोगिता थियो। मलाई कविताको क पनि थाहा थिएन त्यो बेलासम्म। पढिँदै थियो, कविताहरू पढ्न त पढिँदै, तर कसरी लेखिन्छ, कविताको विषयमा चाहिँ त्यो अनुप्रास मिलाइन्छ, यसरी छन्दमा लेखिन्छ, यसरी चाहिँ विभिन्न प्रकारका कविताहरू हुन्छ, त्यहाँसम्म त परको कुरा कविता कसरी लेखिन्छ त्यो पनि मलाई थाहा थिएन। अनि मैले मेरो भिनाजु हुनुहुन्छ लवराज विश्वकर्मा, उहाँको नाम यति बेला मैले सम्झिनै पर्छ जस्तो लाग्छ यो कविता लेखनको कुरामा अगाडि बढिरहँदाखेरि। उहाँले मलाई कविताको विषयमा भिनाजु कविता कस्तो हुन्छ भनेर उहाँले अलिअलि कविता लेख्नुहुन्थ्यो। अनि गाउँमा चाहिँ यसले नि कविता लेख्नुहुन्छ भनेर अलिअलि चिन्जानकै नाम। उहाँले मलाई कविता लेख्नको लागि यस्तो गरेर अनुप्रास मिलाइन्छ, यसरी शब्दहरू मिलाइन्छ भनेर 2वटा कविता उहाँले लेख्नु भएको थियो, जसमध्ये आमा भन्ने शीर्षकको एउटा कविता रहेको छ। उहाँले मलाई त्यो कविताको उदाहरण दिएर सिकाउनु भएको थियो। त्यहाँ लेखिएको थियो, 2टा लाइन सुनाउन चाहे। यति ठुलो संसारमा ठुलै एउटा नाता, अमूल्य यो जीवन दिने तिमी जन्मदाता, अमृत समान दूध पिलाई हुर्कायौ नि आमा, तिम्रो भन्दा ठुलो अरू छैन कुनै नामा। यो लाइन मार्फत चाहिँ उहाँले मलाई कविता लेख्न प्रेरणा दिनुभयो। पहिला कविता लेख्दै अगाडि बढ्दै गए। त्यस पछाडि कहिले कविता बने, कहिले गजल बने, कहिले मुक्तक मात्रै बने, त कहिले कथा जस्तो कविता बन्न पुग्यो। त्यसरी अगाडि बढ्दै जाँदा मैले जे जति लेख्छु त्यसलाई फेसबुकतिर पोस्ट गर्न थालेँ। अनि फेसबुकले पनि मलाई चाहिँ थोरै सहगाउ पुर्याएको छ, किनभने त्यहाँ विभिन्न किसिमका कमेन्टहरू आउँथे, सच्याउनु पर्ने ठाउँहरूमा चाहिँ सच्याइन्थ्यो। त्यसरी अगाडि बढ्दै जाँदाखेरि एउटा मैले बिस्तारै आफूलाई कविता लेख्छ है यसले पनि भन्ने एउटा अनुहारको रूपमा चाहिँ चिनाउन सके र विभिन्न किसिमका विद्यालयका प्रतियोगिताहरूमा म सहभागी हुन थालेँ। त्यस पछाडि लगभग म 8, 9 र 10 कक्षामा हुँदाखेरि जति पनि अन्तर्विद्यालय कविता प्रतियोगिताहरू हुन्थ्यो, बागमती गाउँपालिका, म चाहिँ देवकी माध्यमिक विद्यालयमा पढेको थिएँ, त्यसको आसपासमा रहेको जनता माध्यमिक विद्यालय, त्यस पछाडि चाहिँ बागमती आधारभूत विद्यालय लगायतका त्यहाँ 4-5वटा विद्यालयहरू बिच सधैँ चाहिँ 2-3 महिनामा विद्यालय स्तरीय कम्पिटिसनहरू हुन्थ्यो। त्यो कम्पिटिसनमा सहभागी हुँदै गर्दाखेरि मैले लगातार 3 वर्ष जति पनि कार्यक्रम हुन्छ त्यहाँ म एटेन्ड भइसके पछाडि म फर्स्ट हुन्थेँ क्या। अनि त्यो कुराले चाहिँ मलाई अहिले के कुरामा प्रेरित गर्छ भने हामीले मेहनत गर्दै गयौँ भने, लेख्दै गयौँ भने साहित्यले हामीलाई निकै अगाडि बढाउँछ। मेरो बिस्तारै परिचय बन्न थाल्यो यो साहित्य र विभिन्न कविताहरू चाहिँ मैले स्टेजहरूमा गएर
भन्न थाले। मेला महोत्सवहरू लाग्थ्यो त्यहाँनिर चाहिँ लगभग 2-3 हप्ता अगाडिदेखि नै त्यहाँ जो होस्ट बन्नुहुन्थ्यो उहाँसँग चाहिँ रिक्वेस्ट गर्दा एउटा सानो चान्स पाउँथ्यो कि। अनि त्यो सानो चान्समा चाहिँ गएर आफूले कविता सुनाइन्थ्यो। मम्मी बाबाहरू दाइ दिदीहरू सबैजना चाहिँ मेरो कविता सुन्नुहुन्थ्यो। म आफ्नो कक्षामा पढ्ने बेलामै त्यति धेरै मासको अगाडि भएर मैले कविता भन्दै गर्दा अनि त्यो कुराले पनि घरमा मम्मी बाबाहरूले स्याबासी दिनुहुन्थ्यो। बिस्तारै परिचय चाहिँ बिस्तारै फैलिँदै गयो। त्यस पछाडि म निरन्तर कविता लेखनको सेक्टरमा अगाडि बढेँ। मैले त्यस पछाडि गजल र मुक्तकमा अलि ज्यादा स्वाद पाउन थालेँ। त्यो सेक्टरले मलाई अलि मोहित बनायो र मैले गजलहरू लेख्न थालेँ। गजल लेख्दै जाने क्रममा मैले विभिन्न किसिमका गजलहरू लेखेको छु। मध्ये एउटा म सुनाउन चाहन्छु। नजिकै आएर नि कहिले नभेटिने भोलि जस्तै भयो, नजिकै आएर नि कहिले नभेटिने भोलि जस्तै भयो, नेताहरूको आश्वासनको भोलि जस्तै भयो, छोए झैँ झुक्याएर पलभर बगी जाने म किनार अनि तिमी खोली जस्तै भयो, छोए झैँ झुक्याएर पलभर बगी जाने म किनार अनि तिमी खोली जस्तै भयो। न सँगै जान सक्छु न रोकेरै राख्न सक्छु, न सँगै जान सक्छु न रोकेरै राख्न सक्छु, उडी जाने बादलको डोली जस्तै भयो, नेताहरूको आश्वासनको गोली जस्तै भयो। यस्तै किसिमका विभिन्न गजलहरू लेख्न थालियो र भिडियोहरू बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्न थालेँ, जसले गर्दाखेरि चिनारी पनि बढ्दै गयो। यसरी नै मेरो साहित्यिक यात्रा चाहिँ अगाडि बढिराखेको छ। अनि साहित्यले सबैभन्दा पहिलो कुरो मलाई चाहिँ आत्मसन्तुष्टि दिएको छ। त्यस अर्थ पनि म साहित्यिक क्षेत्रमा उभिएँ। साहित्यिक क्षेत्रमा चाहिँ मान्छेले अधिकांश मानिसहरू अहिले साहित्यिक क्षेत्रमा नाम कमाउनको लागि, एउटा फेम कमाउनको लागि 2-4वटा शब्द लेखिदियो मान्छेले चिन्छन् भन्ने एउटा लोभले पनि आइराखेको मैले देखेको छु। तर यति चाहिँ मलाई महसुस भएको छ, साहित्यले हामीलाई चिनारी देला नदेला, हामीलाई साहित्यले सफलता देला नदेला, हिसाब किताब साहित्यमा हुँदैन। तर अप्ठ्यारो दुःख पर्दाखेरि जब हाम्रो साथमा कोही पनि हुँदैन नि, त्यो समयमा साहित्यले हामीलाई असाध्यै धेरै मोटिभेसन दिन्छ। यो कविता लेख्दै गर्दाखेरि आज यो सृजनशीलता चाहिँ हाम्रो दुःखको साथी पनि बन्न सक्छ। त्यस कारणले गर्दाखेरि पनि साहित्य र साहित्यकार बीच चाहिँ एउटा अन्योन्याश्रित सम्बन्ध रहन्छ, जसले समाज बोल्न सक्दछ, जसले दुःख पीड र व्यथामा रहेका मानिसहरूलाई मलम लगाउने गर्दछ। एउटा कविता पढेको थिएँ मैले अग्रजको, जति सुन्दर मानव जीवन यो अझ सुन्दर पार्नु सो गरियो, बढी काव्य सुधारस पान अरे गर मानव जीवन सार्थक गरे। अर्थात् मान्छेले जीवनलाई सार्थक बनाउने हो भने साहित्यको रसपान गर्न जरुरी छ। साहित्यले हामीलाई धेरै कुराहरूमा अगाडि बढाउन पनि मद्दत पुर्याउँदछ। अझ साहित्यले मानिसलाई बौद्धिकता पनि प्रदान गर्दछ। कयौं धेरै मान्छेहरू मैले यस्ता मान्छेहरू पनि देखेको छु जो चाहिँ साहित्यकार हुनुभन्दा पहिला अराजनीतिक गतिविधिहरूमा संलग्नता भए पनि अराजक हरकतहरू गरेर हिँड्ने व्यक्तिहरू पनि मैले देखेको छु कि जब साहित्यको रसपान हुन्छ त्यस पछाडि समाजमा ज्ञान बाँड्न थाल्दछ, ज्ञानी बन्न थाल्दछ। अर्थात् साहित्य सर्वोत्तम अमृत हो जसले मानिसको जीवनलाई सार्थक बनाउँछ, अमर बनाउँछ। त्यस कारणले गर्दाखेरि पनि साहित्यिक क्षेत्रको विकास हुन जरुरी छ, साहित्यिक क्षेत्रको जगेर्ना गर्न जरुरी छ। अहिले बिस्तारै हाम्रो समाजको साहित्य हराउँदैछ। पश्चिमेली साहित्यिक सभ्यताले चाहिँ हाम्रो समाजलाई बिस्तारै प्रभाव पारिराखेको छ, जसले गर्दाखेरि हामी कमजोर बन्दै गइरहेका छौँ। अझ मकवानपुरबाट एउटा के राम्रो सुरुवात भएको छ भने साहित्यको क्षेत्रमा एउटा क्रान्ति नै सुरु भएको छ मकवानपुरमा भन्दाखेरि फरक नपर्ला। यस्तै किसिमका चाहिँ विभिन्न देशैभरि हामीले आफ्नो स्थानको माटो सुहाउँदो साहित्यिक रचनाहरू चाहिँ सिर्जना गर्दै अगाडि बढ्यौँ भने नवसर्जकहरूलाई, हामी जस्तै नवसर्जकहरूलाई जसरी रेडियो बुलेटिनले चाहिँ अहिले अवसर दिइराखेको छ, त्यस्तै गरेर विभिन्न किसिमका अवसरका पथहरू चाहिँ सिर्जना भयो भने हामी जस्ता साहित्यकारहरू त्यो पथबाट हिँडेर एउटा समाजलाई सिर्जना दिन सक्छौँ। समाजमा भइराखेका विभिन्न गतिविधिहरूमा हामी पनि एउटा जिम्मेवार बन्न सक्छौँ, साहित्यको क्षेत्रबाट समाजको आवाज बन्न सक्छौँ भन्दै फेरि पनि म एउटा मेरो सानो कविता सुनाउँछु। यो कविता
प्रणय रसमा लेखिएको छ, मेरो काव्यको छन्द तिमी, मेरो काव्यको छन्द तिमी, यो मनको आनन्द तिमी, मेरो काव्यको छन्द तिमी, मेरो मनको आनन्द तिमी, आरम्भ तिमी, अन्त्य तिमी नै, जीवन रूपी बगैँचाको सुगन्ध तिमी। प्रिय मान्छे, पाँचुन्जेल तिम्रै सिन्दुर भनौँ, तिम्रो बयानमा खै के मात्र भनौँ, मैले पुण्यले कमाएको सारा तीर चाहिँ ती मुस्कान जान मारा, के दिउँ उपमा, केही छैन तिमी तुल्य, ब्रह्माण्डको हर चिज भन्दा तिमी अमूल्य। दुःख सुख बिसाउने जोग हौ तिमी मेरो, दुःख सुख बिसाउने जोग हौ तिमी मेरो, आँसु हाँसो आँसु श्वास प्यास हौ तिमी मेरो, अधुरो हुन्छु तिमी बिना, मसी बिनाको कलम जस्तै, म बाँच्ने आधार सब थोक हौ तिमी मेरो। तिम्रो काखमा अन्तिम श्वास फेर्न पाए पुग्छ, तिम्रै काखमा अन्तिम श्वास फेर्न पाए पुग्छ, धरती आसमान चन्द्र सूर्य त्रिनो लोक हौ तिमी मेरो। यस्तै यस्तै खालका गजल, कविता र मुक्तकहरू लेख्दै लेख्दै आरम्भ भएको मेरो यो साहित्यको यात्रा आज यहाँसम्म आइपुगेको छ। मलाई श्रोताहरूले रुचाइदिइराख्नु भएको छ। यस्तै गरेर चाहिँ रेडियो बुलेटिन लगायत विभिन्न प्लेटफर्महरूले मलाई सहजीकरण गरिराखिदिनु भएको छ। अग्रजहरूको माया पाएको छु भने नवसर्जक साथीहरूको आशीर्वाद पनि उत्ति नै पाएको छु। यसरी अगाडि बढ्दै गर्दाखेरि मैले साहित्य मेरो जीवनको एउटा अङ्गको रूपमा बोकेर हिँडिराखेको छु। मलाई थाहा छैन मैले यो साहित्यिक यात्रालाई कहाँसम्म पुर्याउन सक्छु, तर सधैँभरि साहित्यकार भनेर चिनिरहँदा मलाई गर्व लाग्नेछ, खुसी लाग्नेछ। विशेष त साहित्य कुनै पनि एउटा साँघुरो घेराभित्र बाँधिँदैन, यो कति बेला कहाँनिर फुल्न खोज्छ थाहा नै हुँदैन। जस्तो समय र परिस्थितिले कहिलेकाहीँ घन्टौँसम्म सोच्दाखेरि पनि एउटा सिर्जना निकाल्न सकिराखेका हुँदैनौँ भने कहिलेकाहीँ फ्याट्टै नसोच्दा नसोच्दै पनि दिमागमा आइदिइहाल्छ। अब यही क्रममा चाहिँ हाम्रो देशमा त विभिन्न किसिमका राजनीतिक परिवर्तनहरू भइराखेका हुन्छन्। जस्तो कि मैले एउटा कविता जुन चाहिँ हाम्रो देशमा एमसीसी को विषयलाई लिएर विद्रोह भइराखेको थियो, एकातर्फ चाहिँ एमसीसी पास गर्नुपर्छ भन्ने वातावरण सिर्जना थियो, एक किसिमको मानिसहरूको धारणा थियो भने अर्को किसिमको मानिसहरूले चाहिँ एमसीसी खारेज गरिनुपर्छ भन्ने जुन दुई समूह बीचको दुई पक्ष बीचको टकराव थियो, त्यो देश नै आन्दोलनमय बनिराखेको बेलामा मेरो ट्याक्कै एउटा दिमागमा आएको थियो 4 लाइन, म त्यो पनि सुनाउन चाहन्छु। युद्ध भूमिमा हतियार चलाउनु सामा, युद्ध भूमिमा हतियार चलाउनु सामा, देश बेच्ने मतियार जलाउनु सामा, नरोक मलाई यात्रा यो तय भइसकेको छ, नरोक मलाई यात्रा यो तय भइसकेको छ, सामन्तीको शासन सत्ता ढलाउनु सामा, युद्ध भूमिमा हतियार चलाउनु सामा। जस्तो अब यो ट्याक्कै युद्धमय अवस्थामा देशमा चाहिँ आन्दोलनहरू भइराखेको बेलामा विद्रोहको समयमा थियो, ट्याक्कै मेरो दिमागमा यही फिरिहाल्यो भने कहिलेकाहीँ मानिस हो प्रणय अवस्थामा गुन्जित भइराखेका हुन्छन्, कहिलेकाहीँ मानिसहरू प्रेम र सुख शान्तिसँग चाहिँ अगाडि बढिराखेका हुन्छन्, त्यो बेलामा त्यस्तै किसिमका विचार भावहरू आउँछ। अब मलाई सबैभन्दा मनपर्ने विधा गजल साहित्यको पनि, त्यस पछाडि म मुक्तक लेख्छु, त्यस पछाडि कविता पनि लेखिराखेको हुन्छु। हामीले गजल लेख्दै गर्दाखेरि के कुरामा ध्यान दिनुपर्छ भने ढाँचा त छँदैछ तर त्यसको भाव, सजिलो सजिलो शब्दहरू मैले अगाडि पनि जोडिसकेको छु। हामीले सुरुवात गर्ने बेलामा उत्कृष्ट बनाउँछु भनेर होइन, हामीले सुरुवात गर्ने बेलामा चाहिँ जे मनमा छ त्यो मनको भावलाई चाहिँ कतै पनि मर्न नदिइकन मनको भावलाई जिउँदो बनाउन सक्नु पर्यो साहित्यले। त्यसलाई जोडेर हामीले लेख्न कोसिस गर्यौं भने साहित्यको एउटा ढाँचा त नबन्ला तर मान्छे साहित्यकार हुन्छ। जस्तो कि साहित्य भन्ने बित्तिकै अलिकति विचारहरूलाई फरक र पृथक ढङ्गबाट प्रस्तुत गरिन्छ। यसमा चाहिँ एउटा निश्चित ढाँचाहरू राखिएको छ, एक किसिमका कविता बन्छन्, एक किसिमका कथा बन्छन्, एक किसिमका मुक्तक भने किसिमका गजल बन्छन्। अब नव साहित्यकारहरू जो हामी सँगसँगै प्रयास गरिराख्नु भएको छ उहाँहरूलाई एउटा के सल्लाह दिन चाहन्छु भने कविता लेख्न सुरु गर्दै गर्दा त्यो जरुरी छैन कि कविता बनिहालोस्, त्यो जरुरी छैन कि गजल नै बनिहालोस्, तर तपाईले भन्न खोज्नु भएको भाव जुन छ त्यो चाहिँ कतै पनि कन्जुसाइ नगरिकन त्यसलाई हामीले प्रस्तुत गर्न सक्नुपर्छ। त्यो भयो भने साहित्यमा हामी अलिकति अगाडि बढ्न सक्छौं
जस्तो पनि मलाई लाग्छ। अनि कुनै एउटा विषयवस्तुलाई हामीले आफ्नो विषय बनाउने एउटा भावको लागि पनि केही न केही वातावरण त चाहियो। त्यो वातावरण हामीसँग जताततै छताछुल्लो छ, त्यो मध्ये एउटालाई हामीले टिप्न सक्नु पर्यो र त्यो टिपेर त्यसको विषयमा चाहिँ हामीले मनमा लागेका कुराहरू सरसर्ती लेख्दै जाने, रदिफ काफियालाई मिलाउँदै जाने, हरफहरू मिलाउँदै जाँदाखेरि एउटा राम्रो साहित्य सिर्जना हुन सक्छ। त्यसको लागि चाहिँ हामीले फ्रस्ट्रेसन नमानिकन, दिक्क नमानिकन लेखिराख्नु पर्यो। सिर्जना भनेको लेखिँदै गर्दाखेरि अगाडि बढ्दै गइहाल्छ। फेरि आज एउटा लेख्यो अनि 3-4 महिना पछाडि अर्को म लेख्छु राम्रो भनेर हामीले एकैचोटि राम्रो लेख्न कोसिस गर्छौँ। अनि फेरि यसो साथीहरूसँग प्रतिक्रिया सुन्छौँ। प्रतिक्रिया सुन्दाखेरि आशा गरे अनुसारको प्रतिक्रिया आउँदैन। त्यस पछाडि फेरि दिक्क मानेर केही समय लेख्दैनौँ। फेरि एउटा मुड चल्छ, त्यो मुड चल्ने बेलामा लेख्छौँ। फेरि चाहिँ साहित्य उत्कृष्ट भयो होला जस्तो हामीलाई लाग्छ, तर फेरि पनि साथीहरूसँग चाहिँ प्रतिक्रिया लिँदाखेरि सोचेको जस्तो प्रतिक्रिया आउँदैन। त्यो भइरहँदा हामी निराश हुनु भएन, सधैँभरि लेखिरहनु पर्यो। निरन्तर लेखिराख्यौँ भने हामीले पक्कै पनि साहित्यिक क्षेत्रमा हामी अगाडि बढ्न सक्छौँ र साहित्यमा कुनै पनि लोभ नराखिकन एउटा सन्यासी भावले आउन सक्नुपर्छ। जो व्यक्ति सन्यासी भावले साहित्यमा आउँछ उनीहरू नै अगाडि बढिराखेको र उनीहरू नै अन्तिममा सफल साहित्यकारको नामले चिनिराखेको हामीले देख्न सक्छौँ। जस्तो लक्ष्मीप्रसाद देवकोटा, जसलाई हामी पागल कवि भनेर पनि चिनिराखेका हुन्छौँ। उहाँले कहिले पनि समाजले मलाई के भन्दा समाजको कस्तो प्रतिक्रिया आउँछ त्यो कहिले पनि सोच्नु भएन हो। समाजको कुनै पनि प्रतिक्रिया अथवा चाहिँ प्रेरणा होस् अथवा चाहिँ हामीलाई डिमोटिभ गर्ने खालका कुराहरू होस्, ती कुनै पनि प्रतिक्रियाहरूमा हामीले ध्यान नदिकन हामी निरन्तर रूपमा आफ्नो मनमा लागेका कुराहरू चाहिँ लेख्दै अगाडि बढिराख्यौँ भने साहित्य अझ उर्वर बन्न सक्छ जस्तो मलाई लाग्छ। मेरो मान्यता छ साहित्यले जीवनसँग हारिरहेका साथीहरूलाई पनि प्रेरणा दिनुपर्छ, जीवनमा जित्न सिकाउनुपर्छ। साहित्य निरन्तर समाजमा चाहिँ सकारात्मक सन्देश फैलाउँदै प्रेरणादायी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्छ भन्ने पनि मेरो विश्वास छ। त्यसै गरेर एक दिन सोच्दा सोच्दै कहिलेकाहीँ आफै पनि थकानमा परिराखेको हुन्छ। यो जीवनको सङ्घर्षमा अगाडि बढिरहँदाखेरि कहिलेकाहीँ हारको अनुभव महसुस भइराखेको हुन्छ। एक दिन मेरो साथी जुन चाहिँ एउटा आफ्नो जीवनको एउटा कुनै दौडमा हारिराखेको थियो, निराश भइराखेको थियो, त्यो बेलामा मैले उसैको निम्ति भनेर एउटा गजल लेखेको थिएँ। त्यो पनि म यहाँहरूसँग चाहिँ सेयर गर्न चाहेँ। ऊ रितिसकेको छैन अझै आस बाँकी छ, ऊ रितिसकेको छैन अझै आस बाँकी छ, बाँच्ने कारण त सकिए तर पनि श्वास बाँकी छ। ऊ रितिसकेको छैन अझै आस बाँकी छ, बाँच्ने कारण सकिए पनि श्वास बाँकी छ। भलै पराजित भयो जिन्दगीको खेलमा, भलै पराजित भयो जिन्दगीको खेलमा, याद गर सङ्घर्षको इतिहास बाँकी छ। लौ हेर गहिरिएर त्यो आँखामा उसको, लौ हेर गहिरिएर त्यो आँखामा उसको, बगिरहेको आँसुसँगै साहस बाँकी छ। तिमीले सोचे भन्दा धेरै फरक छ यो योद्धा, तिमीले सोचे भन्दा धेरै फरक छ यो योद्धा, हेर उसमा सफलताको आभास बाँकी छ। उठ्नेछ र चुनौती दिनेछ फेरि यो समयलाई, उठ्नेछ र चुनौती दिनेछ फेरि यो समयलाई, मेरो मनमा उप्रतिको विश्वास बाँकी छ, ऊ रितिसकेको छैन अझै आस बाँकी छ। यस्तै यस्तै किसिमका गजलहरू लेख्दै लेख्दै अगाडि बढिराखेको छु। हामी सबैको जीवनको पहिलो बिन्दु, जीवनको सुरुवात हामी सबैको भगवान आमा। यिनै आमा नामको कविता लेखेर मैले थोरै कविताको सेक्टरमा, साहित्यको क्षेत्रमा आफ्नो कदम अगाडि बढाएको थिएँ। उनी आमालाई सम्झिरहँदाखेरि कहिलेकाहीँ मनमा विभिन्न किसिमका भावहरू आउँछन्। आमाले हाम्रो निम्ति चाहिँ जुन किसिमको त्याग गर्नुभयो, आमाले मेरो निम्ति आफूले नखाइ जसरी पोल्टामा हालेर खेतीमा ऐचो पैचो जाने बेलामा, ओर्म पर्म जाने बेलामा चाहिँ आमाले पोल्टामा हालेर मेरो निम्ति जुन खाजा थियो त्यो पनि लिएर आउनु भएको पलहरूलाई बेला बेलामा सम्झिन्छु। आज त त्यो अवस्था नहोला, अब अहिले त हामी पनि हुर्कियौँ, केही पारिवारिक स्थिति पनि अलिकति राम्रो हुँदै गयो, तर त्यो समुदाय त्यो बेलामा त्यो समुदायमा म मात्रै होइन हरेक आमाहरूको चाहिँ एउटै कहानी हुन्थ्यो कि हरेक आमा छोराहरूको एउटै कहानी हुन्थ्यो। त्यो कहानीहरूलाई आज म सम्झिरहँदाखेरि
एउटा आमाको निम्ति छोटो, आमाको निम्ति त जति कोसिस गरे पनि सुहाउँदिलो शब्दहरू म दिन नसकुला, तर एउटा सानो मैले आमा मुख हेर्ने दिनको लागि एउटा कविता लेखेको थिएँ। यो सम्पूर्ण आमाहरूप्रति समर्पित नै भएर यो कार्यक्रम मार्फत पनि यो म कविता सुनाउन चाहन्छु। आमा, एउटी यस्ती योद्धा जो कहिले पनि हार्न जानिनन्, एउटी यस्ती योद्धा जो कहिले पनि हार्न जानिनन्, लडिरहिन् थकाइ मार्न जानिनन्। भगवानहरूको पनि भगवान हुन् मेरी आमा, मेरो पहिलो पहिचान हुन् मेरी आमा। जसको साथमा हुँदा मन अमृत बन्दछ, जसको साथमा हुँदा मन अमृत बन्दछ, जसले छोए मात्र भोजन अमृत बन्दछ। उनको ममता भन्दा गहिरो कुनै सागर छैन, चन्द्र सूर्य सिंह आसमान मेरी आमा। उनको स्नेहमा सृष्टि हाँस्दछ, उनको स्नेहमा सृष्टि हाँस्दछ, उनको क्रोधमा धरती काँप्दछ। जसको काखमा आनन्दको श्वास फेर्न सक्छु, मेरो बाँच्ने आधार मेरो प्राण हुन् मेरी आमा। एउटी योद्धा मेरो भगवान हुन् मेरी आमा। यो कविता मार्फत मैले आमाको निम्ति जुन भाव छ त्यो भाव त सबै मैले समेट्न सकेको छैन होला, तर यो कविताले पनि मेरो साहित्यको यात्रालाई अगाडि बढाएको छ। यस्तै यस्तै साहित्यिक कुराहरू र साहित्यिक क्षेत्रसँग सम्बन्धित भएका विभिन्न किसिमका गतिविधिहरूमा संलग्न हुँदै अगाडि बढिराखेको छु। म भन्दा अनुजहरूलाई पनि त्यही सुझाव दिन चाहन्छु। साहित्यले हाम्रो जीवनलाई सार्थक बनाउँछ। साहित्य साँच्चै नै हाम्रो बाँच्ने आधार हो भन्दा पनि फरक नपर्ला। यसै गरेर अगाडि बढ्दै साहित्यिक क्षेत्रमा जति पनि इन्ट्रेस्टेड व्यक्तित्वहरू हुनुहुन्छ अगाडि बढ्दै जानु होला र केही आफूलाई चाहिँ अप्ठ्यारो लागेको कन्फ्युज भएका कुराहरूमा चाहिँ तपाईँहरूले म भए लगायत विभिन्न किसिमका हाम्रा अग्रजहरू हुनुहुन्छ, मभन्दा धेरै धेरै राम्रो लेख्ने अग्रजहरू हुनुहुन्छ, उहाँहरूसँग पनि सल्लाह गर्दै अगाडि बढ्न सक्नुहुन्छ। साहित्य यही उमेरमा पुगेर फुर्छ भन्ने हुँदैन, साहित्य चाहिँ जुनसुकै बेलामा पनि फुर्न सक्छ। कतिले 11 वर्षको उमेरदेखि सुरु गरेका छन् भने कतिले 71 वर्षको उमेरमा सुरु गरेर पनि साहित्यको क्षेत्रमा आफ्नो राम्रो इमेज बनाएको घटनाहरू धेरै नै छन्। साहित्यले हामीलाई सामाजिक रूपमा, आर्थिक रूपमा, बौद्धिक रूपमा, मानसिक रूपमा विभिन्न आयामहरूबाट सबल बनाउँछ, हामीलाई चाहिँ अगाडि बढ्न पनि प्रेरित दिइराखेको हुन्छ। त्यसैले साहित्य सर्वोत्तम धर्म हो। साहित्यले सर्वोत्तम व्यक्तित्व निर्माणमा मद्दत पुर्याएको हुन्छ। साहित्यले जीवन पढाउन सक्छ, साहित्यले चाहिँ जीवन र मृत्यु पनि पढाउन सक्छ। यसरी साहित्य हाम्रो जीवनको अमूल्य उपहार हो, म यही भन्न चाहन्छु। म पेसाले अहिले शिक्षक पनि छु, यसर्थ विद्यार्थी जुन उत्तर बाल्य अवस्थाका र भर्खरै किशोर अवस्थामा प्रवेश गरिराखेका नवसर्जकहरूसँग पनि अलि नजिकबाट म घुलमिल भइराखेको छु। उहाँहरूलाई साहित्यिक क्षेत्रमा जोड्न सक्यौं भने पहिलो कुरो त उहाँहरूको बौद्धिकता र चेतनशीलता वृद्धि हुँदै जान्छ र अर्कोतर्फ हाम्रो साहित्यको प्लेटफर्म पनि बढ्दै जान्छ। उहाँहरूलाई साहित्यिक क्षेत्रमा कसरी जोड्न सकिन्छ भन्ने कुरा बताइराख्नु पर्दा पुरस्कार वितरण, खादा माला टीका सम्मान नै सबैभन्दा ठुलो कुरा हो। किताब निकाल्न सक्नु नसक्नु त्यो आफ्नो ठाउँमा छ, तर साहित्यिक क्षेत्रमा लाग्दै गरेका जति पनि अग्रज नवसर्जक साथीहरू हुनुहुन्छ उहाँहरूको लागि आवश्यक अनुसारको राम्रो एउटा पृष्ठपोषण प्रदान गरिदिने, एउटा वातावरण सिर्जना गरिदिने जसले गर्दाखेरि चाहिँ साहित्यमय बन्न सकोस्। उहाँहरूलाई साहित्यिक क्षेत्रमा डोहोर्याउने खालको वातावरण हामीले सिर्जना गर्नुपर्छ। अहिले विभिन्न व्यक्तित्वहरू जो चाहिँ ठुलादेखि सानोसम्म सबैजना मोबाइल फोनमा आबद्ध भइराखेका छन्। किशोर किशोरीहरू धेरै जस्तो फ्री फायरमा व्यस्त भइराखेका छन् अनि साथीहरू टिकटकतिर रमाइराख्नु भएको छ। त्यो अर्थहीन कुरामा समय बर्बाद बनाइराख्नु भन्दा साहित्यिक क्षेत्रमा चाहिँ जोडिएर अगाडि बढ्न सक्ने एउटा वातावरण हामीले बनाउन सक्यौं भने त्यसले समाजमा पनि एउटा असल परिवर्तन आउँछ र साहित्यिक क्षेत्रमा पनि बिस्तारै विकास हुँदै जान्छ जस्तो मलाई लाग्छ। आज हामीले यसरी कुरा गरिरहँदाखेरि विद्यालयमा भएका भर्खर लेख्न सुरु गरेका भाइ बहिनीहरूलाई पनि अवसर दिनु पर्यो अगाडि बढ्ने। सोर्स फोर्सको आधारमा होइन, जोसँग क्षमता छ, लेखन शैलीमा उसको चाहिँ बिस्तारै सुधार भइराखेको छ, तिनीहरूलाई चाहिँ सुधार्नु पक्षमा सुधार दिनको लागि पृष्ठपोषण प्रदान गर्ने,
गल्तीहरू औँल्याइदिने र राम्रो पक्षहरूलाई चाहिँ मोटिभेसन दिँदै प्रेरणा दिँदै एउटा प्रेरित वातावरण सिर्जना गरेर अगाडि बढ्न सक्यौँ भने पनि बालबालिकाहरू चाहिँ साहित्यमा तान्निदो रहेछ। मैले पनि पर्सनल्ली मेरा विद्यार्थीहरू जो अलिकति साहित्यमा इन्ट्रेस्ट राख्छन् तिनीहरूसँग चाहिँ बेला बेलामा जुन कोर्स बुक भन्दा अरू समयमा चाहिँ कोर्स बुक पढाइरहने समयमा भन्दा अरू समयमा छुट्टै पनि मैले उनीहरूसँग कहिलेकाहीँ साहित्यिक रूपमा चाहिँ अगाडि बढिराखेको हुन्छु, साहित्यिक गतिविधिहरू गरिराखेको हुन्छु, कहिलेकाहीँ कम्पिटिसनहरू गराइराखेका हुन्छौँ। यो कम्पिटिसनको भावले पनि विद्यार्थीहरू चाहिँ बिस्तारै साहित्यमा तान्निन्छन्। यसरी उनीहरू बिस्तारै तान्निँदै गइसके पछाडि समाज नै साहित्यमय बन्न सक्दछ जस्तो मलाई लाग्छ। हामीले साहित्यलाई विभिन्न आयामबाट हेरेर चौतर्फी यसको के कस्तो सम्भावना रहन सक्ला, कसरी चाहिँ नवसर्जकहरूलाई तान्न सकिन्छ, त्यो कुरामा हाम्रा अग्रजहरूले चाहिँ छलफल गरेर अगाडि बढ्नुभयो भने अगाडि बढ्न सकिन्छ र साहित्यिक क्षेत्र अझै उर्वर बन्दै जान्छ जस्तो मलाई लाग्छ। म भगवान कृष्णको अनुयायी, कविता सेक्टरमा अगाडि बढ्दै जाँदाखेरि मैले उहाँलाई सम्झेर एक दिन कृष्ण अष्टमीको दिन चाहिँ यो बिहान एउटा सोचाइ आयो कृष्णको बारेमा केही लेखौँ न भनेर। त्यो अनुसार चाहिँ एउटा कविता लेखेको छु। त्यो पनि मैले प्रकाशित गर्छु भनेर त सोचेको थिएँ, भिडियो बनाउँछु भनेर पनि सोचेको थिएँ, तर मिलेन, अलिकति भ्याइएन। त्यो पनि यो कार्यक्रम मार्फत चाहिँ म प्रस्तुत गर्दैछु। डरलाग्दो सन्नाटा, चारैतिर बादल छाउनेछ, सारा धरती अन्धकार किन्तु मेरो मनमा रोशनी उदाउनेछ। जब मुस्कुराउँछु म सारा संसार भएले कापिरहँदा, बुझ्नु त्यो दिन अवश्य श्री वासुदेव आउनेछ। अन्यायको घडा जब यो कलियुगमा भनिन्छ, अत्याचारको खबर तब देवलोकसम्म छरिन्छ। केही नसोची उनी आफ्नो सुदर्शन चक्र उठाउनेछन्, एक दिन अवश्य मेरा भगवान श्री वासुदेव आउनेछन्। हिसाब हुनेछ त्यो दिन हरेक पाप धर्मको, फल अवश्य पाउनेछौ सबले आफ्नो कर्मको। हिसाब हुनेछ त्यो दिन हरेक पाप धर्मको, फल अवश्य पाउनेछौ सबले आफ्नो कर्मको। दुष्टहरूलाई नाश गरी सज्जनको हात समाउनेछन्, चिन्नु त्यो दिन मेरो कृष्ण श्री कन्हैया आउनेछन्। सुनाए तृणलोक सारा प्रभुको महिमा गाउँदैछु, सुनाए तृणलोक सारा प्रभुको महिमा गाउँदैछु। शुद्र अझै समय छ म उनको सन्देश सुनाउँदैछु। सुनाए तृणलोक सारा म प्रभुको महिमा गाउँदैछु। शुद्र अझै समय छ म उनको महिमा गाउँदैछु। कलियुगमा फेरि अर्को महाभारत मचाउनेछन्, मेरो स्वामी मेरो भगवान श्री कृष्ण छिट्टै आउनेछन्। यसरी विभिन्न सोचाइ, मनोसाय र परिस्थितिहरूले कविता सिर्जना हुन्छ, साहित्य सिर्जना हुन्छ। मैले पनि विभिन्न समयमा लगभग 6-7 वर्ष अगाडिदेखि लेख्ने कोसिस गरिराखेको छु। एउटा किताब तयार पारिराखेको छु, छिट्टै नै म प्रकाशन गर्ने सोची पनि राखेको छु। अब आशा छ यहाँहरूले त्यसलाई पनि पढेर मन पराइदिनु नै हुन्छ होला। कतिपय कविताहरू त्यसमा मैले भनिसकेकाहरू पनि पढ्न सक्लान् भने कतिपय कविताहरू मैले छुट्टै सङ्ग्रहमा एकैचोटि प्रकाशित गर्छु भनेर राखेको छु। सँगसँगै मैले चाहिँ पछिल्लो समयमा आएर के कुरालाई विश्वास गरेको छु भने साहित्य सर्वसुलभ उपलब्ध हुने खालको हुनुपर्छ र सामाजिक सञ्जाल अहिलेको लागि हामीलाई एउटा राम्रो हतियार हो जसको प्रयोग गरेर चाहिँ साहित्यिक क्षेत्रलाई हामी अगाडि बढाउन सक्छौँ। धेरै यस्ता व्यक्तित्वहरू हुनुहुन्छ जसलाई हामी सामाजिक सञ्जालमा चाहिँ देखेर आज हामी उहाँहरूको अनुसरण गर्दै अगाडि बढिराखेका छौँ। जस्तो प्रदीप रोदन सर हुनुहुन्छ, त्यस्तै गरेर चाहिँ विभिन्न अग्रज व्यक्तित्वहरू हुनुहुन्छ जसको सबैको नाम मैले यहाँनिर लिइरहन त नभ्याउला, तर उहाँहरू सबैप्रति उच्च सम्मान पनि छ। र सामाजिक सञ्जाल मार्फत चाहिँ म अलिकति अडियो र भिडियोलाई मिक्स गरेर चाहिँ अगाडि बढ्दाखेरि कविताको मर्म अझ बढ्छ कि जस्तो मलाई लागिराखेको छ। जस्तो कि हाम्रो आदरणीय मैले हाम्रो आदरणीय स्वर्गीय महावीर विश्वकर्मा ज्यूको पनि धेरै मुक्तकहरू सुने। धेरै भन्दा धेरै सृजनशीलताको उहाँको क्षमताबाट म पनि प्रभावित भएको छु। अनि उहाँको जुन किसिमको चाहिँ प्रस्तुत गर्ने शैली छ, जुन किसिमको उहाँको एउटा छुट्टै नै आफ्नै अपनत्वपना छ कवितामा, त्यो कुरालाई अनुयायी गर्दै 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 अगाडि बढिरहँदा मलाई पनि त्यही अनुसार चाहिँ अब केही समय मैले रेडियोमा पनि आफू प्रस्तुता भएर अगाडि बढिरहँदाखेरि यो आवाज मार्फत चाहिँ
जसले पढ्न सक्नुहुन्न, जसले पढ्न भ्याउनुहुन्न उहाँहरूले पनि मोबाइल चलाइरहँदाखेरि चाहिँ कविता सुनौँ जस्तो लाग्दा कविता सुन्न पाउने वातावरण सिर्जना गर्नुपर्छ जस्तो लागेर म चाहिँ अडियो र भिडियो मार्फत कवितालाई जोड्ने जमर्को गरिराखेको छु। त्यही अनुसार दर्शकहरूले श्रोताहरूले मन पनि पराइदिइराख्नु भएको छ। यस्तै गरेर यात्रा अगाडि बढ्दै जाने क्रममा चाहिँ मैले अब एउटा किताब छिटोभन्दा छिटो निकटतम भविष्यमा निकाल्ने मैले प्रयास पनि गरिराखेको छु। यहाँहरूले चाहिँ जति पनि यहाँ मलाई हेरिराख्नु भएको छ, सुनिराख्नु भएको छ, तपाईँहरूले त्यो किताब पनि पढेर प्रतिक्रिया पनि दिनु होला। र म यति भन्न चाहन्छु अन्तिममा कि साहित्य जीवन, समाज, दर्शन र कल्पनाहरूको एउटा यस्तो सङ्गम हो जसले मानिसको जीवनलाई सार्थक बनाउन सक्दछ। अगाडि पनि मैले जोडिसकेको छु, साहित्य बिना हाम्रो जीवन अधुरो छ। साहित्यले जीवनलाई मिठासता प्रदान गर्दछ। यो साहित्यको मिठो रस हामी सबैले रसपान गरी मग्न हुन जरुरी छ, जसले हामीलाई जीवनमा अगाडि बढ्न प्रेरणा पनि दिन्छ, साथै जीवनलाई सार्थक बनाउन मद्दत पुर्याउँछ। यो रेडियो बुलेटिनलाई विशेष धन्यवाद दिँदै मेरो यो केही भनाइहरू, केही रचनाहरू वाचन गर्ने अवसर दिनुभयो। यसको लागि रेडियो बुलेटिन, अनिल सर, सुमित सर लगायत सम्पूर्ण यो टिमलाई धन्यवाद दिँदै, साथै जतिले पनि यो रेडियो बुलेटिन सुनेर बसिराख्नु भएको छ, फेसबुक पेज मार्फत हेरिरहनु भएको छ, यहाँहरू सम्पूर्णलाई विशेष धन्यवाद भन्दै हरदम असल काममा लाग्न गर्दछ जो चेष्टा, रहेछ उही जीवन दौडको खेलाडी सर्वश्रेष्ठ भन्दै आजको लागि बिदा हुन चाहन्छु। धन्यवाद। नवसर्जक साहित्यकार युवराज विश्वकर्मालाई धेरै धन्यवाद। उहाँको साहित्यिक यात्रालाई शुभकामना दिँदै हामी हरेक हप्ताको शनिबार साँझ 9 बजे र आइतबार पुनः प्रसारणका साथ बिहान 8:15 यात्रा साहित्यको कार्यक्रम लिएर उपस्थित हुनेछौँ। आजलाई यति नै। यात्रा साहित्यको नमस्कार।